साथीहरू मौन अवधि छ चुनाव प्रभाव पार्ने केही कुराहरू पनि एउटा असल नागरिक भएजतले बोल्दिनँ, त्यही भएर भोग्छु। Ciao bella ciao bella ciao 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 una mattina mi sono stato e trovato l'invaso। अब भयो यो गीत सुनेर तपाईँहरूलाई पक्कै पनि सुपरहिट 18 सालतिर रिलिज भएको मनी हाइस्ट सिरिज, नेट सिरिज 5 सिजनमा थियो, त्यसको याद आएर मलाई पनि। तर मनी हाइस्टको कुरा अहिले गरौँ त त्योभन्दा अगाडि यो गीत इटालीको एउटा लोकगीत जो धान खेतमा काम गर्ने महिलाहरूले आफ्नो मालिकहरूबाट पाएको एउटा शोषण विरुद्धमा लोकगीत गाइने एउटा लोकगीत थियो। र यही गीत त्यहाँका सेनानी, त्यहाँका लडाकुहरूले, जसलाई पार्टिसन भनिन्छ, उनीहरूले पनि मुसोलिनीको फासिजम विरुद्ध पनि यो गीतलाई गाए। त्यस्तै गरी नाजिजहरू, हिटलरको नाजीको एउटा अत्याचारको विरुद्धमा पनि त्यहाँका जनसेनाहरूले यसलाई आफ्नो शब्दहरूमा यसलाई गाएर एउटा आम जनताको गीत बनाएको गीत हो। जस्तो कि नेपालको गाउँ गाउँबाट उठ, बस्ती बस्तीबाट उठ भन्ने गीत जत्तिकै। र अब कुरा गरौँ मनी हाइस्टको पनि विशेष एउटा प्रसङ्ग। यो 5 सिजनमा एउटा प्रसङ्ग छ। डेनभरलाई चाहिँ जब प्रोफेसर सर्जियोले चाहिँ मनिका गास्टा वाइट भन्ने महिलालाई चाहिँ सुट गरेर मार्ने अर्डर दिन्छ। तर डेनभरले चाहिँ उसलाई सुट नगरी खुट्टामा मात्रै गोली हानेर उसलाई कतै लुकाएर राखेको हुन्छ। र मनिकाले भुल्छ कि उनीहरूबाटै हामी चाहिँ बन्दी थियौँ र उसले मलाई नै सुट गरेको हो भन्ने कुरा नि बिर्सेर सानसानो खुसीहरू जस्तो स्याहार गर्ने, खाना दिने जस्तो सानसानो कुराहरूले उसलाई खुसी बनाएर अन्तमा त्यो डेनभरकै मायामा फसेर हुँदाहुँदा बच्चासँग पछि पाउँछ। र अझ अर्को सिजनमा त मनिकाले ग्याङै जोइन पनि गरेको देखाइएको छ। अब कुरा गरौँ, र जोइन गरेर उसले एउटा सहरको नाम लिनुपर्ने हुन्छ र त्यो सहरको नाम उसले आफ्नो लिँदा चाहिँ ऊ आफू मनिका नभएर स्टकहोम भनेर, स्टकहोम जो स्विडेनको राजधानी हो त्यो नाम उसले ग्रहण गर्छ। अब स्टकहोम भन्ने बित्तिकै फेरि यहाँ यो कुरा नगरी हुँदैन। एउटा स्टकहोम भनेको स्विडेनको राजधानी, र स्विडेनमा मनी हाइस्टमा देखाइए जस्तै मनी हाइस्ट स्पेनको स्टोरी भए पनि स्विडेनमा चाहिँ एउटा यस्तै साँच्चैकै घटना घटेको थियो, जसमा ब्याङ्कको 6 जना कर्मचारीलाई बन्दी बनाइएको थियो। र त्यो 6 जना कर्मचारीहरू रबरीहरूसँग रहँदा उनीहरूप्रति नै सदिच्छा राख्ने, उनीहरूप्रति कृतज्ञ हुँदै सरकारी निकायहरूप्रति, पुलिसहरूप्रति नकारात्मक हुने र उनीहरूलाई बचाउनको लागि नै उनीहरूले प्रयास गरेको घटना, साँचो घटना छ। र त्यसै घटनाको प्रसङ्गलाई लिएर मान्छेमा हुने एउटा मानसिक अवस्थाको पनि त्यतिखेरबाट सुरुवात भयो, जसलाई भनिन्छ स्टकहोम सिन्ड्रोम। एउटा मानसिक कन्डिसन हो, एउटा मानसिक स्वास्थ्यको अवस्था हो, एउटा मेन्टल डिसअर्डरै पनि भनिन्छ। यसमा चाहिँ कस्तो हुन्छ भने जोबाट हामी पीडित छौँ, जसले हामीलाई शास्ति दिएको छ, जसले हामीलाई चाहिँ पीडा दिएको छ,
जसले हामीलाई डर त्रासमा राखेको छ, उनीहरूप्रति नै कृतज्ञ हुने, उनीहरूप्रति नै सहानुभूति देखाउने र उनीहरूप्रति नै माया देखाउने एउटा मानसिक अवस्था। मैले यो किन यहाँ भन्न खोजेको भने हामी नेपालीहरू पनि लामो समयदेखि यही कुरा भोग्दै हामी पनि लगभग एउटा मास स्टकहोम सिन्ड्रोममा बाँचिरहेका छौँ। हामीलाई नै हाम्रै स्रोत साधनहरू लुटेर हामीलाई नै अलिअलि दिए जस्तो गरेर फेरि उनीहरूलाई नै हामीले बार बार भोट बुझाइरहेका छौँ। फेरि त्यही मान्छेले पठाउँछौँ, उसैले हामीलाई शासित गर्छ, उनीहरूले नै हामीलाई अन्याय गर्छ र उनीहरूप्रति नै हामी सहानुभूति देखाउँछौँ, फेरि भोट दिन्छौँ, जिताउँछौँ, पठाउँछौँ र उनीहरूले केही पनि गर्दैन। उनीहरूले भ्रष्टाचार गर्छ र हामीलाई नै चरम दुःख, हामीलाई नारकीय जीवन बिताउन पनि बाध्य बनाइन्छ। उनीहरूले एउटा चाहिँ आफ्नो जीवन सुधारिराखेको हुन्छ, हाइफाई जिन्दगी बिताइराखेको हुन्छ होइन। अनि यो प्रसङ्ग अनुसार अब उनीहरूले नै देश जलाइराखेको हुन्छ र उनीहरूबाटै हामीलाई चाहिँ डर देखाएर हामीसँगै सुरक्षित छस्, हामीसँग भएनस् भने त असुरक्षित छस् भन्ने खालको हाम्रै राज्यको सम्पत्तिहरू जलाउनेहरूदेखि लिएर कसैबाट शासित, जस्तो कि प्रोफेसर सर्जियोले डेनभरलाई सुट गर्न लाएर मोनिका नै फेरि डेनभरको मायामा परे जस्तो कन्डिसनमा छौँ हामी। यो कुरामा यो मानसिक अवस्थाबाट हामी प्रत्येक मान्छे सकेसम्म चाँडै निस्किनु बेटर हुन्छ। त्यो भन्नु खोजेको के हो भने भोलि चुनाव छ, अत्यन्तै सोचेर पटक पटकको टेस्टेड एन्ड फेलदेखि लिएर सोकल्ड संसारै परिवर्तन गराउँछु भनेर देशै ध्वस्त बनाउने खेलमा लागेको पावर एब्जर्भरहरू शक्तिमा पुग्नका लागि तल्लीन र शक्तिमा पुगेर हामीलाई नै शासन गर्न तल्लीन मान्छेहरू प्रशस्तै छ। यो कुरामा सचेत जनताले पक्कै पनि हामीले सही निर्णय गर्नेछौँ भन्ने कुरा छ र भोलि चुनाव छ। असल मान्छे आएको नेतृत्व छान्ने कुरामा पक्कै पनि हामी नेपालीहरू यो स्टकहोम सिन्ड्रोमबाट मुक्त भएर सही मान्छेलाई के भन्न चाहन्छु भने अझ हाम्रै अर्ग्यानिक माटो बुझेको भूमिपुत्र जो छ, देशको लागि साँच्चै माया गर्ने, शक्ति लोभ लालचाभन्दा माथि उठेको मान्छेहरूलाई विजय गराइदिनु। धन्यवाद, नमस्कार। अनि तपाईँहरूको चाहिँ मनी हाइस्टको सबभन्दा बेस्ट क्यारेक्टर को छ त? मेरो चाहिँ टोकियो भन्ने मान्छे साह्रै मनपर्छ। धन्यवाद। Cortigiano, portami via. Bella ciao, bella ciao, bella ciao, ciao, ciao. Cortigiano, portami via, che mi sei anto.